आदरणीय दर्शक श्रोताबिन हेर्नुहोस् यो गाउँको चाहिँ अर्ग्यानिक मकै हो यो एकदम हेर्नुहोस् हो यति राम्रो चाहिँ बारी यस्तो राम्रो चाहिँ त्यो पारीको स्याङ्जा बजार अहिले त बजार पनि छोप्यो छ यो मकैहरूले यति राम्रो छ यस्तो ठाउँ स्वर्ग जस्तो ठाउँ छोडेर मान्छे चाहिँ यो आधुनिकताका नाममा विकासको लागि होडबाजीको नाममा प्रविधिको नाममा सुख सुविधाको नाममा एक पोखरा अरे स्याङ्जा मान्छे पोखरा काठमाडौँ घर बनाउने पोखरा घर बनाउने अनि त्यसपछि विदेश पलायन हुने युरोप अमेरिका छोराछोरीलाई मेरा छोराछोरी त युरोप अमेरिका अस्ट्रेलिया छन् अरे हे भगवान् यहीँ युरोप छोडेको थाहा छैन यहीँ सुन छोडेको छैन आदि कस्तो मजाले सुसाइरहेको छ यत्रो चाहिँ राम्रो बजार छ बजारको चाहिँ नजिकै हाइवेको नजिकै यस्तो राम्रो सुख सुविधाहरू सबै स्वर्ग यहीँ छ इन्द्र अगाडि स्वर्ग बयान भने जस्तो आफ्नो चाहिँ यहाँ स्वर्ग छोडेर युरोप अमेरिका अरे काठमाडौँ पोखरा अरे होइन मान्छे पनि के भएका हुन् यस्तो पनि संसार हुन्छ ल हेर्नुहोस् घर घरै पिचबाट छन् सबैका घर घर मोटर बाटो पुगेको छ सुख सुविधा ऐसहरू यहीँ छ काँठी के भए हुन् मान्छे म त म पर्छु यो बुढापाकाले कलिबुग लगाएको भन्थे हो कि रहेछ जस्तो लाग्ने है घाँटीलाई हेर्नुहोस् त अब केरा बनाना भन्छन् क्यारे अहिले त गाउँमा नि बनाना भन्ने चलन छ यसरी रुखै पाकेका बनाना खान पाइन्छन् काँचै लगेर सुई हालेर पकाएकालाई चाहिँ डलरमा किनेर खान पल्केकाहरू अब यस्तो यस्तो के थाहा है घरैमै पाकेको केरा खान कति स्वाद यसरी चाहिँ यहीँ चाहिँ पाकेको मकै खाँदा कस्तो मिठो आनन्द ओ माई गड ल हेर्नुहोस् ल यसरी मिलमा पिसेको खाने कुटानी पिसानी ल आदरणीय दर्शक श्रोताबिन्दहरू ल हेर्नुहोस् यो मैले तपाईँलाई देखाउँदैछु पारी दृश्यमा देखेको स्याङ्जा बजार छ हेर्नुहोस् कटहरहरू रुखैमा कटहर पाक्नु लाग्दैन हस् नमस्कार हजुर धन्यवाद।